तपाईलाई के लाग्छ हामीलाई सपना किन आउँछ होला? हामी सपना किन देख्छौँ? सुत्दा हाम्रो शरीर आराम गरिरहेको हुन्छ, तर मस्तिष्कले त्यति बेला के गरिरहेको हुन्छ? सपना किन आउँछ? सपना आउनु हाम्रो मस्तिष्कको एउटा रोचक प्रक्रिया हो। विशेष गरी REM अर्थात् ऱ्यापिड आई मुभमेन्ट स्लिपको समयमा मस्तिष्क धेरै सक्रिय हुन्छ र यही समयमा धेरै स्पष्ट सपना देखिन्छ। वैज्ञानिकहरूका अनुसार सपना हाम्रो सम्झना, भावना र दिनभरिका अनुभवहरूलाई व्यवस्थित गर्ने प्रक्रियासँग सम्बन्धित हुन सक्छ। निन्द्राको समयमा मस्तिष्कको पुराना जानकारीलाई प्रशोधन गर्छ र महत्त्वपूर्ण कुराहरूलाई स्मृतिमा राख्न मद्दत गर्छ। त्यसैले तनाव, निन्द्राको कमी वा मानसिक अवस्थाले पनि सपनाको प्रकार र मात्रा प्रभावित गर्न सक्छ। सपना देख्नु सामान्य प्रक्रिया हो, तर बारम्बार डर लाग्ने सपना, निन्द्रा बिग्रने वा अत्यधिक तनाव भएमा ध्यान दिनुपर्छ। यो जानकारी तपाईलाई कस्तो लाग्यो? रोचक लाग्यो भने लाइक गर्नुहोस्, आफ्नो अनुभव कमेन्ट गर्नुहोस् र साथीभाइहरूसँग यो भिडियो सेयर गर्नुहोस्।